ज्यू, मञ्चासीन सबै नेतागण, यहाँ उपस्थित सबै अग्रजहरू, सबै साथीहरू, सबैलाई हार्दिक धन्यवाद। म माफी चाहन्छु, मैले आज बिहान मात्रै थाहा पाएको कार्यक्रमको बारेमा। पूर्व निर्धारित कार्यक्रमहरूको चाप धेरै भएको हुनाले गर्दा म यहाँ आएर अरू कार्यक्रममा जान्छु भनेको, तर समयमा आउन सकिने यसको लागि माफी चाहन्छु। मेरो अहिले धेरै कुराहरू छैन, खालि म आज नेपाली काङ्ग्रेसको उम्मेदवार आदरणीय कुमार लुइटेल, खिलनाथ दाई, सविताजी, गुमाजी सबैलाई पार्टीको उम्मेदवारहरू साथीहरूलाई शुभकामना दिन मात्रै आउनुभएको छु। हामी अहिले फागुन 21 गतेको निर्वाचनको ठिक अगाडि छौँ। यो निर्वाचन यसरी फागुनमा आउँछ भन्ने हामी कसैलाई पनि लागेको थिएन। हामी 84 सालमै चुनाव हुन्छ भन्ने हाम्रो संविधानको व्यवस्था केही थियो, हामी त्यही नै मानिरहेका थियौँ र त्यहीसँग अलाइन गरेर हाम्रो पार्टीको सन्दर्भमा पनि हाम्रो धारणा त्यही नै थियो। 84 सालमा चुनाव, 83 सालमा पार्टीको अधिवेशन, त्यही सोचाइले हामी सबैले काम गरिरहेका थियौँ। हामी कसैले पनि अनुमान नलगाएको 2 दिनहरू भाद्र 23 र 24 गते भयो। भाद्र 23 मा के भयो, 24 मा के भयो हामी सबैले देख्यौँ, सुन्यौँ, भोगेकै छौँ। त्यसको बारेमा आफ्नो ड्यू प्रोसेसबाट कुनै राज्यको निकायहरू छ, अनुसन्धान पनि भइरहेको छ, कुनै निष्कर्षमा सिमोदेश हामी पुगौँला। तर एउटा कुरा हामी सबैले स्वीकार गर्नै पर्थ्यो, गऱ्यौँ कि भाद्र 23 मा 24 मा भएको एउटा कुरा भनेको के हो भने सिटिजन्सहरूले, नागरिकले रिस पोखेको, नागरिकले रिसाएको, त्यो रिसलाई लुकाउन नसकेर त्यो व्यक्त भएको घटनाहरू सामाजिक सञ्जाल प्रतिबन्धित भएको कारणले गर्दा, त्यसको कारणले गर्दा भयो होला, वा त्यो घटनासँग जोडेर अरू घटनाहरू भयो होला। तर हामी के भन्न सक्छौँ भने त्यो रिस पोखेको। त्यो रिस किन पोखेको हो भने आफूले नै वर्षौँदेखि साथ दिँदै आएको राजनीतिक दल, हामीहरू, हाम्रो आफूले चुनेका सांसद, आफूले बनाएको प्रधानमन्त्री, आफूले बनाएको मन्त्री, आफ्नो पार्टी जसको आह्वानमा माने जीवन कुर्बान गर्न तयार भए, उनीहरूले यत्रो वर्ष हामीले साथ दियौँ। उनीहरूले एउटा स्थिति बनिसकेपछि जे पुरा गर्छु भनेर बाचा गरेका थिए, ती बाचाहरू पुरा भएनन्। ती बाचाहरू पुरा भएनन् भनेर हामीले भनिरहेको कुरा यिनले सुनेनन्, सुन्नै चाहेनन्। त्यो कारणले गर्दा उनीहरू आफ्नो रिस पोखिरहेका थिए। र 23 र 24 गतेको अगाडिको नेपाल एउटा हो, त्यसपछिको नेपाल एउटा हो। 24 गते पछाडि फेरि पनि देश छ, हामी छौँ, समुदाय छ, यसलाई समाजले लिएर जानुपर्ने छ। त्यसले एउटा सन्देश दियो, एउटा आह्वान गर्यो, यो देश जसरी चलेको छ त्यसरी चल्न सक्दैन, फरक ढङ्गले चल्नुपर्छ। फरक ढङ्गले चलाउनको लागि जो तयार हुन्छ त्यसलाई हामी स्वीकार गर्छौँ। नेपाली काङ्ग्रेसको अगाडि पनि यो प्रश्न आयो, हामीले एउटा सङ्कल्प गर्नु थियो, हामी फरक ढङ्गले देश चलाउँछौँ, हामी व्यवस्थाभित्र भएका कमजोरीहरू सुधार्छौँ, हामी बदल्छौँ, हामी हिजो गर्न चुकेका कुराहरू अब गर्छौँ, हिजो गर्नु नपर्ने कुराहरू जे गर्यौँ त्यो कुरा दोहोऱ्याउँदैनौँ। तर यो कुरा भन्नको लागि नेपाली काङ्ग्रेस जुन एजेन्सी हो, त्यो एजेन्सी आफू नबदलिकन हामी बदल्छौँ भनेको कुरा कसैले पत्याउने आधार पनि बन्दैन थियो। त्यसैले पहिला हामी बदलिने कुरा चाहिँ आवश्यक छ है। हाम्रो पार्टीभित्र भएको बहस यति मात्रै हो। त्यही बहसले हामीलाई जोडाएर कहाँ पुऱ्यायो, हामीलाई अधिवेशनमा पुऱ्यायो। त्यो अधिवेशनले एउटा नेतृत्व नयाँ छान्ने, केही नयाँ निर्णयहरू गर्ने, केही नयाँ सङ्कल्प गर्ने ठाउँमा हामीलाई पुऱ्यायो। हामी एउटा चरणमा आइपुगेका छौँ। यो चरण हामी सबैले पार गऱ्यौँ। हाम्रो पार्टीभित्र त्यो बेलामा अघि नै थोरै म आउँदै गर्दा आदरणीय नेता बालकृष्ण दाहालले भन्दै हुनुहुन्थ्यो, अब ती सबै कुराहरूको अध्याय सकियो। हामी कसैले तत्काल अधिवेशन हुनुपर्छ भन्यौँ, कसैले अधिवेशन अलिक पछाडि गए पनि हुन्छ भनेर भन्यौँ। अधिवेशन तत्काल हुनुपर्छ भन्ने चाहिँ बढी प्रगतिशील, बढी क्रान्तिकारी, अधिवेशन अलिक पछाडि भए पनि हुन्छ, मिलाएर जाउँ भन्ने कुरा कम क्रान्तिकारी, कम प्रगतिशील होइन। हाम्रो खालि त्यो बेलाका दृष्टिकोणहरू फरक फरक रहे। हामी सबै पार्टीकै पक्षमा लागेको हो, पार्टीलाई बलियो बनाउँ भनेर लागेको हो। त्यसैले त्यो बेलामा हामी उभिने ठाउँहरू पार्टीभित्र, एउटा जीवन्त पार्टीभित्र कहिलेकाहीँ स्वाभाविक रूपमा हुन्छ। भयो, त्यो चरण सक्यो, त्यो अध्याय सक्यो। नेपाली काङ्ग्रेस पार्टी अधिवेशन गरेर एउटा नयाँ नेतृत्व चयन एक ठाउँमा आएको छ। अब अहिले अगाडि फागुन 21 को चुनाव आएको छ। फागुन 21 को चुनाव सकिसकेपछि फेरि हामी एकजुट भएर पार्टीको अधिवेशन गर्नुपर्ने छ। अधिवेशन गरिसकेपछि फेरि हामी प्रदेशको चुनावमा जानुपर्ने छ, स्थानीय चुनावमा जानुपर्ने छ। पार्टीभित्र थप एकताको वातावरण बनाउनु पर्ने छ। पार्टी यो अधिवेशनको लगत्तै पछाडि
हामीले थुप्रै साथीहरूलाई समेटेर फेरि एक केन्द्र समितिलाई पनि पूर्णता दिनुपर्ने छ। सबै साथीभाइ यो त्यो नबनिकन यो विशेष अधिवेशनको पक्षमा रहेको विशेष अधिवेशनको पक्षमा नरहेको भन्ने यो जुन विभाजन छ सबैभन्दा पहिला चाहिँ विभाजनलाई भेट्नुपर्नेछ। यो अध्याय सक्यो यो गर्नु सक्यो। यहाँबाट हामीले यो यात्रालाई अगाडि प्रारम्भ गर्नुपर्नेछ र यो गर्दै गर्दाखेरि हाम्रो अगाडि त ठ्याक्कै चुनाव आइसक्यो। अब निर्वाचनमा जाँदै गर्दा नेपाली काङ्ग्रेस पार्टी त्यत्रो ओखलढुङ्गाको अग्रजहरू साथीलाई जन्माउनु भएको छ। तपाईँहरूले त ओखलढुङ्गाको मात्र होइन, काठमाडौँ 4 नम्बर क्षेत्रको चुनाव 3 पटक लड्दै गर्दा मलाई राम्रो ज्ञान छ। तपाईँहरू काठमाडौँको चुनावलाई कसरी प्रभावित गर्न सक्नुहुन्छ भन्ने बारेमा मलाई राम्रो ज्ञान छ। तपाईँहरूको ताकत बल प्राप्त नगरेको भए मैले यहाँको निर्वाचन लगातार जित्ने आधारै भन्छु। यही क्षेत्रमै मभन्दा बढी क्रियाशील हुनेको साथीहरू जसले काठमाडौँ र ओखलढुङ्गा दुइटै भ्याउनु भएको छ, कति साथीहरू यहाँ हुनुहुन्छ। तपाईँहरूको त्यो महत्त्व मैले राम्रोसँग बुझेको छु र फेरि पनि तपाईँहरूलाई म आग्रह गर्छु। तर यो पटक तल जाँदै गर्दा हामीले एउटा दुईवटा सन्देश चाहिँ प्रभावित गर्नैपर्छ। हामी अहिले बदलिएर आएका छौँ। बदलेर आएको भनेको के हो त्यसको अर्थ? हाम्रो स्वरूप बदलेको, हाम्रो अनुहार बदलेको। हामी हिजो अर्कै नेता हुनुहुन्थ्यो, अहिले अर्कै नेता आयो। हिजोको नेता अहिलेको नेता असल, हिजोको नेता होइन। हामीहरू त्यही नै हो। हामीहरू सबैजना एउटै परिवारका मानिसहरू न हौँ। हामी आज के बदलिएर आएको भने परिस्थितिले गर्छ यो। हामी आज के बदलिएर आएको हो भने हाम्रो स्वरूप होइन, हाम्रो सोच हामी बदलेर आएको। सोच बदलेपछि अब हाम्रो काम गर्ने शैली पनि बदलिन्छ। हामी एउटा नयाँ सङ्कल्प गरेर आएको कि नागरिकहरूले जे पुकार गरेका छन्, जे आह्वान गरेका छन्, देश बदलिनुपर्छ भनेर त्यो मुद्दा अब हामी बोक्छौँ। त्यो सङ्कल्प गरेर आएको। हाम्रो सोच नयाँ छ, हाम्रो सङ्कल्प नयाँ छ, हाम्रो शैली नयाँ छ। यो यात्रा नयाँ हामीले प्रारम्भ गर्ने हो। यो नयाँ नेपाली काङ्ग्रेस हो। तर नयाँ नेपाली काङ्ग्रेस हो भन्नुको अर्थ फेरि के होइन भने हामी एकैचोटि कहीँबाट फुत्त आएको होइन। हामी कतैबाट कसैको लहरमा जन्मिएको पनि होइन। नेपाली काङ्ग्रेसको त्यही परम्परासँग जोडिएको काङ्ग्रेस नै हो यो। ओखलढुङ्गा त शहीदहरूको भूमि हो। हिजो आफ्ना जीवनका सारा सुखहरू छाडेर आफूले चिन्दै नचिनेको, आफ्नो परिवारको लागि होइन, चिन्दै नचिनेको नेपालीहरूको अधिकारको लागि लडेर जीवन आहुति दिने एकजना होइन, दर्जनौं मानिसहरू भएको ठाउँ ओखलढुङ्गा। त्यो ओखलढुङ्गाको नेपाली काङ्ग्रेसको त्यो परम्परासँग यो काङ्ग्रेस नयाँ हो भनेको त्योसँग अलग हुन सक्दैन। बरु नयाँ काङ्ग्रेस हो भनेको त झन् त्यो परम्परासँग आफूलाई जोड्ने, झन् त्योसँग गौरव गर्ने। नेपाली काङ्ग्रेस पार्टी स्थापना हुने बेलाका यसका जुन मान्यताहरू थिए, मूल्यहरू थिए, जुन मूल्यबोध र मूल्य चेतले यो पार्टी चलेको हो, हामी बरु बिचमा अलिकति बरालियो, हामी बरु अलिकति अलमल्यौँ। अब त हाम्रो जरादिन हामी फर्कने हो। यो नयाँ नेपाली काङ्ग्रेस भनेको यसका निम्ति सत्ताभन्दा ठुलो सिद्धान्त हुन्छ। यसका निम्ति बरु गाह्रो होला, भुइँमै बसौँला, सरकारभन्दा बाहिर बसौँला, तर आफ्नो सिद्धान्तसँग सम्झौता गर्नु पर्यो भने जाँदैन यो सरकार, बाहिरै बस्छ। यो नेपाली काङ्ग्रेसका निम्ति चुनाव नै सबै कुरा होइन, चुनाव जित्नु नै सबै कुरा होइन। चुनाव र चुनाव जित्नु नै सबै कुरा हुन्थ्यो भने 30 वर्ष पञ्चायतमा 8 वर्ष निर्वाचित भएको प्रधानमन्त्री, जनताबाट निर्वाचित भएको प्रधानमन्त्री 8 वर्ष झ्यालखानामा बस्दैन थिए। त्यो परम्परासँग यो नेपाली काङ्ग्रेस फेरि जोडिन्छ। यसका निम्ति निर्वाचनमा जित्नुपर्ने सबै कुरा होइन। निर्वाचन एउटा प्रक्रिया हो। काङ्ग्रेस त्यसलाई जित्छ, जितेर सरकार बनाउँछ, चलाउँछ। तर शक्ति र शक्तिका र सत्ताका निम्ति राजनीति हुने कुरा मात्र सबै कुरा होइन। त्यसैले त हामीले प्रारम्भ गर्यौँ। हामीले यो पटक गठबन्धन हुँदै गर्दा फाइदा हुन्छ कि घाटा हुन्छ भन्ने कुरा हेरेनौँ। किनकि गठबन्धनको राजनीति नेपालको सन्दर्भमा त्यसले नेपालको राजनीतिलाई सिद्धान्तविहीन बनाएको थियो, त्यसले हाम्रो राजनीतिलाई विकृत बनाएको थियो। त्यो केवल एउटा उद्देश्यबाट प्रेरित थियो, चुनाव जित्ने, सरकार बनाउने। नभए गठबन्धनको राजनीति अरू देशमा, भारतमा पनि छ। भारतमा युपिए छ, अहिले त्यसलाई इन्डिया एलायन्स छ, एनडिए छ, पश्चिमको जर्मनीमा छ, थुप्रै अहिले युरोपका देशहरूमा गठबन्धनको राजनीति हुन्छ। तर हाम्रो जस्तो कहीँ पनि हुँदैन। एउटासँग गठबन्धन गरेर चुनाव लड्ने, अर्कोसँग मिलेर सरकार बनाउने, सरकारमा बस्दा पनि छोडेर अर्कोसँग गएर जाने। हेर्नु त गएको 7-8 वर्ष हाम्रो पोलिटिक्स कस्तो भयो। जम्मा एउटा कुरा छ, चुनाव जित्नु छ जसरी पनि, चुनाव जितेपछि जसरी पनि सरकार बनाउनु छ, सरकार टिकाउन जे पनि गर्नु छ,
यो नेपाली कङ्ग्रेसले त्यो गर्दैन। यो नयाँ हुने भनेको यो हामी यस्तै थियौँ पहिला, हामी यस्तै थियौँ, यस्तै रहेनौँ। 30 वर्ष प्रधानमन्त्री मन्त्री केही नबनिकन त्योभन्दा अलग रहेको पार्टी हो यो, आफ्नो पवित्रता कायम गरेको पार्टी हो यो। त्यो हाम्रो पुरानो कुरा हो, तर त्यो पुरानो कुरालाई फेरि एकचोटि लिएर आउने र नयाँ बनाउने हामीले यो नेपाली कङ्ग्रेस पार्टी, यसले हाम्रो संविधानले चिनेको प्रत्येक संस्थाको पवित्रतालाई यसले सर्वाधिक त्यसलाई सम्मान राख्दछ। हेर्नुहोस् न, हामीले विश्वविद्यालयदेखि अदालतसम्म, अड्डादेखि अख्तियारसम्म राजनीतिक दलले भाग नलिएको ठाउँ कहीँ पनि छैन, भागभण्डा नगरेको ठाउँ कहीँ पनि छैन। हामी हुँदाहुँदा यस्तो भइसक्यौँ कि हामी त अदालतमा समेत भाग दिन थालिसक्यौँ। हामी हुँदाहुँदा यस्तो भइसक्यो कि सरकारमा नहुँदै गर्दा पनि 2-3 दलको सिन्डिकेट बनाएर भाग लिएर हाम्रो संस्थाहरूलाई हामीले पङ्गु बनाएका छौँ। यो नयाँ नेपाली कङ्ग्रेसले नेपालको कुनै पनि संस्थालाई अपवित्र हुन दिँदैन, यसले कहीँ भाग पनि दिँदैन, यसले अरू कसैलाई भागभण्डा गर्न पनि दिँदैन। यो कङ्ग्रेसको नयाँ स्वरूप हो। हामी यस्तै थियौँ पहिला, हामी हिजो कहाँ पञ्चायतसँग भाग मागेर गयौँ, कहाँ हिजो हामी भाग मागेर भएको त छोड्यौँ। हामी हिजो त्यस्तै थियौँ, आज फेरि हामी हिजो जस्तै हुन्छौँ। यो नयाँ हो, हाम्रो सोच्ने तरिका नयाँ हो। हामी हिजोका ती गौरव गर्ने कुराहरू सबैलाई फेरि समात्छौँ, डरसँग पक्रन्छौँ। तर नौजवानहरूले सडकमा आएर जे कुरा भनिरहेका छन्, पार्टीहरू सानो छरितो हुनु पर्यो, पार्टीहरू स्मार्ट हुनु पर्यो, पार्टीमा भएका मानिसहरूले परिणाम दिन सक्नु पर्यो, हामी त्यो कुरालाई स्वीकार गर्छौँ। नेपाली कङ्ग्रेस पार्टी एउटा आन्दोलन, ठुलो वैचारिक आन्दोलन पनि हो, सामाजिक आन्दोलन पनि हो। म देशभरि घुम्दै गर्दाखेरि, म गाउँ गाउँ जाँदै गर्दाखेरि के पाउँछु भने कुनै ठाउँमा स्कुल बनेको छ, काङ्ग्रेसमा लागेको मान्छेले जमिन दिएको छ। कुनै ठाउँमा स्वास्थ्य चौकी बनेको छ, काङ्ग्रेसमा लागेको मान्छेले श्रमदान गरेको छ। काङ्ग्रेसमा लागेको मान्छेले मठ मन्दिर बनाएको छैन कि के गरेको छैन। आज पार्टीहरू नयाँ आएका छन्, मेरो ती पार्टीहरूप्रति कुनै टिप्पणी छैन, तर श्रम गर्नुपर्छ, दान गर्नुपर्छ, परोपकार गर्नुपर्छ भनेका कुराहरू बाहिरबाट भन्दै गर्दाखेरि मानौ हामी ती कुनै पनि कुराहरू नगरिकन आएको भनेको जस्तो ढङ्गबाट प्रश्नहरू उठिरहेको छ। हामी त्यस्तो होइन नि। हाम्रा पिता पुर्खाहरूले त बरु आफ्नो सम्पत्ति देऊ, राज्यको सम्पत्तिमा आँखा लगाउने त नेपाली कङ्ग्रेस हुनै सक्दैन। आफ्नो सम्पत्ति देऊ, आफ्नो जग्गा देऊ, आफ्नो जमिन देऊ, अरूको लागि विद्यालय खोल, स्वास्थ्य चौकी खोल भन्ने परम्पराबाट हुर्केर आएको काङ्ग्रेस हो नि। हामी फेरि यो काङ्ग्रेसलाई त्यस्तै बनाउने हो। यो नयाँ काङ्ग्रेस हो, यो नयाँ काङ्ग्रेस हो, यो बदलिएको काङ्ग्रेस हो। यो काङ्ग्रेसले नागरिकहरूको यो अपेक्षा र आकाङ्क्षाहरूलाई सम्बोधन गर्छ भन्ने सन्देश प्रत्येक ओखलढुङ्गावासीको घर घरमा तपाईँहरूले पुर्याउनुपर्छ। ओखलढुङ्गामा यो पटक कुनै पनि नागरिकले, जसले अघिल्लो पटक काङ्ग्रेसलाई मत हाल्नु भएको, जस्तै आदरणीय नेता रामबहादुर खतिवडालाई निर्वाचित गराएर पठाउनु भएको, प्रदीप सुनारलाई निर्वाचित गराउनु भएको, त्यो कुनै पनि नेपाली कङ्ग्रेसको रुख चिन्हमा मतदान गरेकोले यो पटक म मतदान गर्दिनँ, म नयाँलाई मतदान गर्छु भन्छ भने तपाईँले गएर घरमा गएर सानले डिबेट गरेर उसलाई भन्नुपर्छ, नयाँलाई गर्ने भए तिमीले भोट काङ्ग्रेसलाई हाल्नुपर्छ, किनकि आजको दिनमा नेपालमा सर्वाधिक नयाँ पार्टी कुनै हो भने यो नेपाली काङ्ग्रेस हो, जसले भर्खर यही आन्दोलनको भाव अनुसार आफ्नो अधिवेशन सम्पन्न गरेर आफूले नयाँ बनाएर ल्याएको छ, नयाँ जोसका साथ आएको छ, नयाँ सोचका साथ आएको छ। यो कुरा तपाईँहरूले नागरिकहरूको बिचमा लिएर जानुपर्छ। म सँगसँगै काम गरेको, विद्यार्थी राजनीतिमा सँगै काम गरेको आदरणीय कुमार लुइटेल तपाईँहरूकै बिचको साथी हुनुहुन्छ, तपाईँहरू सँगसँगै हुर्केको साथी हुनुहुन्छ, दुःख गरेको साथी हुनुहुन्छ। आज पार्टीको तर्फ उम्मेदवार बनेर आउनुभएको छ। आदरणीय खिला राई लगायतको साथीहरू पार्टीको तर्फबाट पार्टीलाई नै प्रतिनिधित्व गरेर समानुपातिक उम्मेदवार बनेर आउनुभएको छ। ओखलढुङ्गाको साथीहरूले मतदान गर्दै गर्दाखेरि हामीले हाम्रो प्रतिनिधित्व गर्ने उचित साथी पाएनौँ भन्ने अवस्था बन्दैन। 5 वर्ष काङ्ग्रेसले देश चलाउँदै गर्दा हामीहरू स्पष्ट सोचका साथ छौँ। केही दिनभित्रमा नेपाली कङ्ग्रेस पार्टीले यो 5 वर्ष हामी ठुला कुरा पनि गर्दैनौँ, हामी बतासे कुरा पनि गर्दैनौँ, हामी गर्न सक्ने, गर्नुपर्ने र काङ्ग्रेसले गर्ने कुराको तयारी गरेका कुराहरू लिएर हामी नागरिकहरूको बिचमा आउँछौँ। जुन कुरा तपाईँहरूले भोलि बदलिएको काङ्ग्रेसले देश बदल्ने योजनाहरू के छन् भन्ने कुरा तल तपाईँहरूले पुर्याउनु पर्नेछ। र त्यो यात्रामा ओखलढुङ्गा यत्रो बेलामा तपाईँहरूले यस्तो अप्ठ्यारो बेलामा सबै नेपाली कङ्ग्रेसको साथीहरूलाई निर्वाचित गराएर पठाउनु भएको छ। यो बेलामा पनि तपाईँहरू सबजना एक ढिका भएर निर्वाचित गराउनुहुन्छ भन्ने कुराको विश्वास राख्छु। अघि एउटा सन्दर्भ चल्यो, खालि मैले त्यो सन्दर्भ मात्रै हो। योभन्दा पहिला मैले आदरणीय नेता रामबहादुर खतिवडासँग सँगसँगै
पार्लियामेन्टमा मैले सँगसँगै काम गरेँ। अब्बल पार्लियामेन्टरी रूपमा उहाँले काम गरेर आफ्नो ड्युटी निर्वाह गरेर आउनुभएको छ। मैले आफै समितिमा बसेर पनि काम गरेँ, मैले आफै पार्लियामेन्टमा बसेर पनि काम गरेँ। त्यस कारणले गर्दाखेरि पार्लियामेन्टभित्र काम गरेको, पार्लियामेन्टभित्र आफ्नो जिम्मेवारी पुरा गरेको कुराहरूको सन्दर्भमा कहीँ कतै कुनै क्वेसन लगाउने पार्टीको लिडरसिपको ठाउँबाट कहीँ कतै कुनै ठाउँ हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन। नेपाली कङ्ग्रेसको एउटा अब्बल नेता हुनुहुन्छ, भोलि पनि सेन्ट्रल कमिटीमा, भोलि पनि केन्द्रीय राजनीतिमा सँगै बसेर काम गर्ने हो। ती विषयहरूको बारेमा हामी थप संवाद गर्छौँ, छलफल गर्छौँ, सँगै बसेर काम गर्ने। कतिपय कुराहरूलाई हामीले सामान्य स्वाभाविक रूपमा लिनुपर्छ। विश्वप्रकाश शर्माले यो पटक आफै निर्णय गरेर भन्नुभयो म चुनाव लड्दिनँ, किनभने मेरो निर्वाचन क्षेत्रमा नयाँ साथीहरूले पनि मौका पाउनुपर्छ। नभए एउटै साथी पटक पटक निर्वाचन लड्दै गर्दा नयाँ साथीहरूले कहिले पनि मौका पाउने अवस्था बन्द रहेनछ। म काठमाडौँको निर्वाचन क्षेत्रबाट नयाँ निर्वाचन क्षेत्रमा गएको छु, जसले गर्दा निर्वाचन क्षेत्रमा नयाँ साथीले मौका पाउनु भएको छ। हाम्रो सन्दर्भमा पनि यो कुराहरूलाई हामीले सामान्य स्वाभाविक रूपमा लिने एउटा परिपाटी पनि बसाल्नुपर्छ भन्ने मलाई लाग्छ। र योभन्दा अघिल्लोपल्ट निर्वाचित हुनुभएको आदरणीय नेता रामरी खतिवडा, अहिले विशेष भूमिकामा रहनुभएको प्रदीप सुनार, पार्टीका सभापति तेजनजी यहाँ हुनुहुन्छ, मेरो साथी। त्यसै गरिकन चाहिँ आदरणीय खिलालाई नेता हुनुहुन्छ, पछाडि अरू थुप्रै नेता साथीहरू हुनुहुन्छ, भर्खर केन्द्रीय सदस्य हुनुभएको बालाजी यहाँ हुनुहुन्छ, अरू पनि साथीहरू हुनुहुन्छ, तल पनि साथीहरू हुनुहुन्छ। सबैजना एकजुट एक मनका साथमा यो पटक नेपाली कङ्ग्रेस पार्टीका लागि एउटा अवसर पनि छ। यो बेलामा हाम्रो अगाडि केही चुनौतीहरू पनि छन्, त्यो सधैँ भइहाल्छ। यो पटक नयाँ खालको चुनौती छ, नयाँ खालको अवसर पनि छ। यो अवसरलाई सबै साथीहरूले एक ढिक्का भएर पुरा गर्नुहुन्छ भन्ने विश्वास राख्छु। यो सकिन साथै, फागुनको यो चुनाव सकिन साथै फेरि हामी सँगै बसेर काम गर्नुपर्नेछ। एउटा विशिष्ट अवस्थाबाट हामी आयौँ। पार्टीभित्र अहिले एउटा सजिलो के भएको छ, नेपाली कङ्ग्रेस पार्टीको केन्द्रीय समितिभित्र अब कुनै गुट के पनि छैन, त्यहाँ कुनै भागवण्डा पनि छैन, के पनि छैन। एउटा नयाँ आधार बनेको, सजिलो बनेको छ। तर यो भनिरहँदै गर्दा थुप्रै साथीहरू जो केन्द्रीय समितिभित्र रहेर पार्टीको नेतृत्वमै बसेर काम गर्नुपर्ने साथीहरू हुनुहुन्छ, थुप्रै ठुलो सङ्ख्यामा साथीहरू बाहिर पनि हुनुहुन्छ। त्यही भएको कारणले गर्दा हामीले 14औं महाधिवेशन पछाडि नै, लगत्तै पछाडि त्यही अधिवेशनबाट, के अरे अस्तिको विशेष महाधिवेशनबाटै हामीले विधान संशोधन गरेर विधान अहिले हामीले निर्वाचन आयोगमा बुझाएका छौँ। र त्यो सँगसँगै हामीले साथीभाइलाई समेट्दै लिएर गएर पार्टीको सबै साथीलाई समेटेर लिएर जाने कुरा गर्ने विशेष जिम्मेवारी अहिले पार्टीको सभापतिको रूपमा मेरो जिम्मेवारी छ। यो जिम्मेवारी मैले ओखलढुङ्गाको सन्दर्भमा पनि मैले पुरा गर्छु। कोही साथीलाई पनि यसले हामीलाई हिजोका हाम्रा पोजिसन्सहरूको आधारमा हामीलाई अलिकति तलमाथि गर्यो अथवा यतिको काम गर्दा आएको साथीहरूलाई उचित सम्मान दिएन, सबैलाई समेटेर लिएर हिँडेन भन्ने सभापतिको ठाउँबाट म त्यो एउटा पनि गुनासो हुने ठाउँ भोलिको दिनमा आउन नदिने कुरा मेरो ड्युटी नै हो, मेरो जिम्मेवारी हो। त्यो जिम्मेवारी मैले पुरा गर्छु। र ओखलढुङ्गाको सन्दर्भमा चुनावको यो बेलामा सबै साथीहरू एकजुट भएर एक मनले फागुन 21 गतेको चुनावमा तपाईँहरूले शानदार ढङ्गले जसरी अघिल्लो पटक नेपाली कङ्ग्रेस पार्टीलाई विजयी बनाएर ल्याउनुभयो, यो पटक पनि त्यही आधारमा तपाईँहरूले विजयी बनाएर ल्याउनुहुन्छ भन्ने कुराको विश्वास पनि राख्छु। बिचमा समयले भ्यायो भने म आफै तपाईँहरूको जिल्ला पनि आउँछु भन्ने कोसिस पनि गर्छु। हामीले सरसल्लाह पनि गरिरहेका छौँ, यो को कहाँ जाने कसरी गर्ने भनिकन। म आफ्नो निर्वाचन क्षेत्र पुगेर भर्खर फर्केर आएको छु। म जाँदै गर्दा मनमा अलिअलि संशय दुविधा लिएर गएको थिएँ। फर्केर आउँदै गर्दाखेरि चाहिँ म 2 गुणाको बढी उत्साह बोकेर फर्केर आएको छु। किनकि अहिले मधेसका अरू निर्वाचन क्षेत्रहरूमा पनि सबै साथीभाइहरूको बिचमा एउटा उत्साह छ। मधेस हाम्रो लामो समयदेखि हाम्रो आधार घुमिरहेको, त्यसले हामीलाई सबभन्दा बढी सांसद दिएको, पछिल्लो समयमा हाम्रै कमजोरीहरूको कारणले गर्दाखेरि कति कुराहरू रहे, त्यहाँ हामी नयाँ सिटहरू थप्ने हाम्रो प्रयास रहन्छ। हिजो हामीले निर्वाचित भएको ठाउँहरूमा हामीले ती ठाउँहरू हामीले जोगाउनु पर्नेछ। त्यो मध्येको हाम्रो लागि एकदमै महत्त्वपूर्ण ठाउँ भनेको ओखलढुङ्गा हो। र यहाँनिर हामीले कुरा बुझ्नुपर्ने कुरा जस्तो आज कुमारजी आउनुभएको छ, कुमारजीले पनि यो कुरालाई एकदम अहिले नै के कुरा बुझ्नुपर्छ भने यो जसरी आज नयाँ साथीले मौका पाउनुभयो, आज कुमारजी निर्वाचित भएर गइसकेपछि भोलि अर्को पटक अर्को साथीले मौका पाउने कुरालाई पनि बडो सहजतापूर्वक लिनुपर्छ। यसरी पनि लिएर जानुपर्छ। एउटा साथी आउनुहुन्छ, चुनाव जित्नुहुन्छ, केही समय काम गर्नुहुन्छ, त्यो अर्को साथीले मौका पाउनुहुन्छ, अर्को साथीले पाउनुपर्छ भन्ने हिसाबले पनि त्यो हिसाबले पनि सहजतापूर्वक लिने वातावरण बनाऊ। मैले फेरि एकपटक चाहिँ आदरणीय नेता रामरी खतिवडालाई फेरि अनुरोध गर्छु, आदरणीय प्रदीप सुनारलाई अनुरोध गर्छु, पार्टीको सभापतिको ठाउँबाट पनि अनुरोध गर्छु, तपाईँहरूको विशेष नेपाली कङ्ग्रेस पार्टीलाई निर्वाचित गराउने कुरा सबै नेताहरूको जिम्मेवारी छ। निवर्तमान सांसदको रूपमा रामरी दाईको अझै बढी जिम्मेवारी छ र अहिले सांसदको रूपमा काम गर्दा आउनुभएको प्रदीप सुनारको अझै बढी जिम्मेवारी छ। पार्टी सभापतिले सबैले नेताहरूलाई समन्वय गरेर सबै साथीभाइलाई जोडेर
एकजुट बनाएर लिएर गएर ओखलढुङ्गाको परिणाम हामीलाई दिनुहुन्छ भन्ने कुराको विश्वास राख्दै मेरो कुरा पुन्याउँछु। धन्यवाद।